देउता क्रीडा गरे। देउता क्रीडा भनेको ब्राह्मण भएर जुवा खेल्नु हुँदैन, तास खेल्नु हुँदैन, नराम्रा कर्महरू अरू पनि छन् नि त, त्यो गर्नु हुँदैन। अनि मदिरापान ग्रहण गर्नु हुँदैन, ब्राह्मणले झुटो बोल्नु हुँदैन, कसैको राजनीतिकहरू त्यहाँ गर्न जान्नु हुँदैन। झुटै बोल्नु नभए त राजनीतिका कुरै आएन, झुटै बोल्नु हुँदैन। अनि 6वटा कामभन्दा बाहिर ब्राह्मण जानु भएन। अब एउटा विवाहभन्दा दोस्रो विवाह गर्नु हुँदैन ब्राह्मणले। अनि कुलको श्रीमती ल्याउनु पर्छ, अर्को श्रीमती मन पर्यो भनेर आँखा जुधाउनु पनि हुँदैन। आँखा जुधाउनु पनि हुँदैन है, ब्राह्मणले मात्रै होइन अरूले पनि अर्काको श्रीमतीमा आँखा जुधाउनु पनि हुँदैन। अब अहिले त लभ नगरी हुँदैन मान्छेलाई, अब त्यो लभ भनेको त अहिलेको कुरा हो नि त। र यस्ता कर्महरू ब्राह्मणले गर्ने हुँदैन। सकेसम्म कसैले पनि नगर्नु, नभए पनि ब्राह्मणले चाहिँ नगर्नु। अब ती अजामिलले देउता क्रीडा गर्ने, मदिरापान ग्रहण गर्ने, ढाँड छल कपट गर्ने, सम्पत्ति मात्रै कमाउने, सम्पत्ति दुनियाँभर कमाएको छ, उमेर भएछ धेरै वर्ष। जाँदा 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 त अजामिलको उमेर कति भएछ? 88 वर्ष। 88 वर्ष त बुझ्नुभयो नि, यति र 88 वर्ष। अब 88 वर्षको उमेर भएपछि कान्छी श्रीमती विवाह गर्न इच्छा लागेछ। हेर्नुहोस् त, त्यो लोभी ब्राह्मण। कान्छी श्रीमती विवाह मनमा त लाग्यो हो र, विवाह गरेर पनि ल्याइहाल्यो। विवाह गरेर ल्यायो, एउटा छोरा पनि भइहाल्यो। हेर्नुहोस् त, 88 वर्षको उमेरमा अजामिलको कथा हो। अब सन्तान भयो। अब सन्तान लालन पालन गर्दै गर्दै गए अजामिलले। कान्छी श्रीमती त्यसै पनि राम्री हुन्छन्, नराम्री घरकी भएर त कान्छी ल्याएको हो नि त। अब उनले बोलेकै मिठो, उनले पकाएकै मिठो,